ख्यापुलो सम्पूर्ण प्रिय मनहरूमा अहिले चाहिँ म दार्जिलिङ आइपुगिसकेको छु छोरीलाई लिएर यहाँ क्लासको लागि। हामी आइपुगिसक्यौँ महानुभावनको यो प्राङ्गणमा। अब चाहिँ त्यहाँबाट सिधा गएर चाहिँ सहर आउनु भएको हुन्छ अनि प्रथममा पुग्यो भने चाहिँ छोरीको क्लास भइहाल्छ। आइपुगेका छौँ। आज होइन, हामी हरेक सन्डे नै यहाँ आउने गर्छौँ, हरेक आइतबार। अनि यहाँ चाहिँ हाम्रो छोरीको भोकल क्लास हुन्छ भन्ने कुरो हजुर सबैलाई थाहा नै छ है। र म यहाँ आइपुगेँ, कति मजाको देख्दो रहेछ। र यो चाहिँ हाम्रो भानुभवनको फ्रन्ट साइड हो भने हाम्रो क्लास चाहिँ हुन्छ यहाँ यता साइड। हरै भानुभवनबाट निस्क्यौँ, यता छ के बिना अन्त फोन बातै पछि पो नमस्ते गर्नु थालेको तिमी। के भन्नु अन्त गाइस है के भन्नु है गाइस। कता भन्दा चाहिँ हामी क्लास गरिसक्यो हामीले चाहिँ। देख्न सक्दैछ हामी अहिले उयो चौरस्ताको बाटो हिँड्दैछु। अन्त हामी चौरस्तामा बस्दैनौँ, हामी सिधै चौरस्ताको सिधै बजार जान्छ। हामी जाँदैछौँ अहिले चौरस्तापट्टि। यहाँबाट चाहिँ दामी देख्छ। यहाँ एउटा नयाँ प्लेस बनिएको छ टुरिस्टको लागि। दामी छ, तर यस्तो चाहिँ गर्नु भएन नि त फेरि होइन। यहाँबाट आएको लुगा सुकाएको अचम्मै छ नि त। आउ नानी। बजाउँदैछ के भएको मलाई थाहा छैन, प्रोग्रामहरू छ होला के भन्छ बजाउँदैछ। अन्त उफ्री पनि हुँदैछ, उफ्री पनि दिएछ। यहाँ चाहिँ के हुँदैछ भनेर मलाई हेर्न मन लाग्यो। अहिले चाहिँ हामी चौरस्ताको प्राङ्गणमै आइसकेका छौँ। यो चाहिँ ग्लेनरिजको होप, जहाँ चाहिँ हजारौँ मान्छेले फोटो खिच्नुपर्छ। र सुन्दर पनि छ, राम्रो पनि छ। धेरै दिनपछि यन्तुलाई भेट्यो। कहिले जाने घर भन्नु न। अब गुड बोयको के दामी निक्ल्यो नक्सा। त्यही त है। एक्सन दुईटा हात देखाएको हेर्नु न त्यहाँ। ल गयो ल, बाई बाई।